हाम्रो ठिटाहरू ल ल पोर्चुगलमा त ल ल फेरि रिटर्न दिनु पर्यो के अब ज्वाइँको टिका त अनि कस्तो पनि कस्तो लगाइदिनु भयो तपाईँलाई ल दसैँको 2080 होइन अहिले नेपालको हजुर 2080 को दसैँको गिफ्ट मेरो ज्वाइँलाई नोभो ब्याङ्कको पोर्तुगलको फेमस ब्याङ्कको कार्ड दिएको छु सीमा आउनु त आऊ तिमी पनि आऊ तिमी आऊ फोर भिडियो खिच्यो हामीएर बियोले टिका लगाइहाल्छ कि आफै लाँदै अनि के फरक पर्दैन हाम्रो आमाको बाको अङ्कलको हातबाट टिका लगाइसक्यो हाम्रो टिका लगाइदिने ल काका यहाँ भिडियो गर्नु त यहाँ म चिन्दै बाबुहरूलाई ज्वाइँलाई त ज्वाइँ त भएकै नि देउता पर्दैन क्या बेना ठुलो मान्छेले लगाइदिएछु हुन्छ क्या हो बेना पर्दैन क्या आमाले लगाइदिनु पुग्यो क्या तँलाई लगाइदिनु पर्दैन आमाले लगाइदिनु पर्दैन पैसा दिन्न भनेर त तैँले मलाई दिने पैसा भेनाहरूलाई हुन्छ के भयो त बुहारी राम्रो परोस् सबैको समय पुगेपछि सबैजना राम्रो हुन्छ धैर्य गर्नु पर्छ पैसा कमाउँछौ तिमीहरूले अब महिनाको 1000 खुट्टा ढोक्ने हो कि भाउजू बिरामी भाइ राति लान्छौ अब रातो सेतो हुन्न यहाँ छिल्बे खास गरी त सेतो लाउनु पर्ने हो होइन यहाँ तल विपिन भाइहरूले रातोमा आउँछ त्यही भएर विपिनहरूलाई रातो मुख दिएको हो को हो होइन रातो टिका राम्रो हुन्छ नि हामीले त सेतो लाउँछौँ नि आफू लगाइदिनु मान्छेले रातो लगाइदिएपछि आँटे काटेको कुराहरू पुगिराखेको छ पुगिराखोस् अब हार्दिक खोइ कहाँ गयो नमस्ते होइन कता पुगेर आउनु भयो कोकसोक लिएर पैसा नलिएर लाने ल भाइ बस केटाकेटीलाई त बोलाउनु त नि होइन खाना खानु त जाने हो काका ल एकछिन बस्नु त अहिले जाम्ला कि ठ्याक्कै बेड घटेपछि है तास सास खेलेर बसेको थियौँ तास सकेको छैन अङ्कल फेरि पाल्दै अरू त क्यासलाई दिएर चारजना भएपछि सबै साथीभाइहरूलाई सहयोग गर्दै हिँड्नुपर्छ के भएर नहिँड्ने अलि मोटा भन्नु न अब लुरे लुरे भएर नहिँड्ने अब चारजना पाँचजना छौँ है होइन रिस्तालाई त लाउनु हुन्न रिस्तालाई त हामीले टिका लगाइदिनु तिहारमा टिका लगाइदिनु पर्छ